निसन्तानपन एक शारीरिक समस्या हो, तर पीडा भने मनले सहन्छ। त्यसैले हामीले मन बुझाउने कुरा गर्नुपर्छ। धेरै जोडीहरू आउनुहुन्छ, उहाँहरूलाई लाग्छ एक्लो हुनुहुन्छ, तर होइन, बरु यस विषयमा खुलेर कुरा गर्न सक्नु हुँदैन। कहिलेकाहीँ बिरामीलाई उपचार भन्दा पनि तपाईँको दुःख सुनिदिने म छु नि भन्ने मान्छेको खाँचो हुन्छ। आफन्त वा साथीभाइले बच्चा खै त भनेर सोद्धा दुःख लाग्छ। यस्तो बेलामा दम्पतिहरूलाई तपाईँहरूलाई केही साथ चाहिएको छ कि भनेर सोद्धा राम्रो हुन्छ। निसन्तानपन एक शारीरिक समस्या हो, तर पीडा भने मनमा रहन्छ। त्यसैले मन बुझाउने कुरा गर्नुपर्छ। हामीहरू केवल सन्तान प्राप्तिको लागि मात्र नभएर तपाईँहरूको सम्पूर्ण यात्रालाई सहज बनाउनको लागि तपाईँहरूकै साथमा छौँ।